नमस्ते नमस्कार साथीहरू दर्शकबिनहरू म यहाँ आमासँग केही यहाँको बारेमा प्राचीन कालको बारेमा सोधपुछ गर्न गइरहेको छु। आमा अहिले बिजी हुनुहुन्छ, अब एकछिनमा यहाँको बारेमा भन्नुहुन्छ। आमा नमस्ते। नमस्कार। यहाँको बारेमा प्राचीन कालको बारेमा अलि भनिदिनुहोस् त छोटो मिठो। यहाँ चाहिँ लटरम्बेश्वर महादेव पहिल्यैदेखि हुनुहुन्थ्यो। यहाँ माघमा ठुलो मेला लाग्थ्यो। मसन्दा दिनदेखि सङ्क्रान्ति दिनसम्म भक्तजनहरूले एउटा मनको इच्छा केही कमान लिएर आउँथे, पुरा हुने। गाईको दुध मात्रै चढाउन आउँथे। मलाई चाहिँ सपनामा माथि शिरमा नटेका यहाँ महादेव दाहिने साइडमा यहाँ मुख हो, यो जुरो हो भनेर भगवान्ले मानिदिन आउनुभयो। अनि त्यहाँदेखि चाहिँ तपस्या गरेर यहाँ बसेँ। अहिले चाहिँ भक्तको लर्को लाग्नु थालेछ, खुसी लागिरह्यो। पारिवार भक्तहरू आउनु सक्दिनँ। माघमा उहीँ मेला लाग्थ्यो। मलाई भगवान आएर चाहिँ यहाँ चाहिँ 12 वर्ष तपस्या गरी 12 वर्ष तपस्या गरेर दुर्गम क्षेत्र अपायक ठाउँ भयो भनेर बकैया गाउँपालिका र भीमफेदी गाउँपालिकाको सिमानामा रहेको भगवान सागा भङ्गाल भक्तपुर र काभ्रेको सिमानामा गएर 10 करोडको मन्दिर बनिसकेको छ। राजा ज्ञानेन्द्रले दर्शन गरिसके। यो नेपालको नेताहरू सबैले मैले धर्मगुरु महात्मा साधु सबैलाई जानकारी दिइसक्यो हो। त्यो भगवान्लाई जसले मान्छ त्यसले राज्य खान्छ। राजाहरूले मान्नुपर्छ। मेरो शिरमा नटरिकिदेऊ, रातो सिन्दुरहरूले नलाऊ भनेर भन्थ्यो। पहिला सत्यजुगदेखि भगवान हुनुहुन्थ्यो। डाँडा यो दरबार रहेछ महादेवको। सतीदेवी माता दक्ष प्रजापतिले यज्ञ लाएर चाहिँ महादेवलाई निम्तो दिएन। महादेव भन्नुहुन्थ्यो बिना निम्तो नजाऊ सतीदेवी भन्नुहुन्थ्यो महादेव। अनि बाबाको यज्ञमा दक्षको यज्ञमा सतीदेवी माता जानुहुन्थ्यो। जानुभएपछि त्यहाँ महादेवलाई नराम्रो शब्दहरू बोलेको सुन्नु नसकेर सतीदेवी माता त्यही आत्मत्यागी हुन्छ। अनि महादेवले डाँडा काँडा बोकेर हिँड्दा मुन्टो झरे ठाउँ लटरम्बेश्वर महादेव भनेर मानिआयो। त्यहाँ शिरमा जान्थ्यो झाँक्रीहरू, त्यहाँबाट जान्थ्यो, यसरी फर्किन्थ्यो। अहिले चाहिँ भक्तजनहरूले यहाँ टेकेपछि शिरमै जानु पर्दैन। पशुपतिमा चाहिँ गजुरमा टेक्नु गए जस्तो हो। यो भगवान्ले बनाएको कला हो, शिर हो। यहाँ आएपछि भक्तजनहरूले उसै मुक्ति हुन्छ। जसो गरी पूजा गर्छ त्यस्तै आफूले गर्ने हो। जे पाइ ल्याउनु नि पर्दैन। यहाँ आएपछि पूजा गरिन् नगरिन् तपाईँहरूले मुक्ति भयो। धेरै धेरै धन्यवाद आमा, तपाईँले छोटो मिठो भनिदिनु भएकोमा धेरै धेरै धन्यवाद।